शैतान यो दुनियाँलाई घर मराउने वाला दुनियाँको एक-एकलाई पापमा फसाउने वाला बाहु शैतान मेरो असिस्टेन्टहरूले यो दुनियाँको कुना-कुनामा आफ्नो कामहरू गरिरहेका छन्। कसैले व्यभिचारले, कसैले फोनद्वारा, कसैले विभिन्न तरिकाले चाहिँ मेरो असिस्टेन्टहरूले संसारमा काम गरिरहेका छन्। म धेरै खुसी छु, म धेरै खुसी छु, म एकदमै आगे खुसी छु। यो संसारलाई मैले आज मेरा असिस्टेन्टहरू संसारका कुना-कुनामा काम गरिरहेका छन् अनि यो कामले म धेरै खुसी छु। असिस्टेन्ट कहाँ जस्तो छिटो मर मलाई बोलाउनु भएको तँलाई त पनि गाँठे गाह्रो भइसक्यो। मेरो कान सुन्न तर्सिसकेका छन्। भन संसारमा के कस्तो काम चलिरहेको छ? मालिक तपाईँ महान सर्वशक्तिमान। मैले सुनेको छु अलिकता तपाईँ यसोसँग परेशान। नाम हो त्यसको तकलिफ हुन्छ भित्र मुटु चसक्क गर्छ के नाम नराख भनेको। काम डाउन कन्ट्रोल। बरु भन संसारमा मेरो कस्तो कस्तो काम चलिरहेको छ? मालिक तपाईको काम संसारमा एकदमै तीव्र गति रूपमा फैलिएको छ मालिक। तीव्र भन्नाले कस्तो तीव्र? यति छिटो मालिक कि भन्नै सकिएन कति छिटो। बरु तैँले जा गएर व्यभिचारलाई बोला। त्यसले कस्तो काम गरिरहेको छ त्यो सुन्नको लागि चाहिँ मेरो कान तर्सिरहेको छ। होइन मालिक त्यसको काम अलि त स्लो भएको छ, अर्को छ त्यसको काम धेरै बढिया छ। जो छ त्यसलाई बोलाएर होइन यो धेरै बढेको मान्छे को थियो? आज मैले मेरो साम्राज्य कसरी बढिरहेको छ भन्ने विषयमा थाहा पाउनेछु। धेरै घमण्ड तँलाई मालिकले धेरै याद गरेको छ। मालिकलाई यस्तो भनेस् मालिक चाहिँ एकदमै माथि जाओस् ल। मालिक हेर्नुहोस् मैले यसको काम चाहिँ संसारमा एकदमै तीव्र रूपमा फैलिएको छ, तीव्र रूपमा फैलिएको छ। प्रणाम मालिक। प्रणाम। घमण्डोस् भने भन तैँले के गरिरहेको छ संसारमा? मैले संसारमा पैसाको घमण्ड हालेको छु, सुन्दरताको घमण्ड हालेको छु, बुद्धिको घमण्ड हालेको छु, बलको घमण्ड हालेको छु। अति प्रसन्न घमण्डमा तँसँग धेरै खुसी छु। जाऊ यस्तै काम गर्दैनौ। अर्कोलाई लिएर छिटो छिटो असिस्टेन्ट। ल हुन्छ मालिक। अर्को मेरो साथी कता गएछ? छिटो छिटो छिटो। होइन यो व्यभिचार भन्ने कुरा आज भोलि कता गएछ? त्यसको काम संसारमा भइरहेको छ कि नै? मालिक तँलाई याद गर्नुहोस्। तैँले चाहिँ के भन्ने थाहा छ नि तँलाई? मालिक एकदमै कान तर्स्या छन् मालिक। छिटो 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 छिटो। मालिक मैले यो मेरो काम सुपरफास्ट काम गर्ने मान्छे भएको छ आजभोलि। व्यभिचार तेरो प्रतीक्षा त मैले अघि नै भने गरिरहेको छु। प्रणाम मालिक।
भन तैँले मेरो लागि के काम गरिरहेको छस्? मालिक मैले संसारमा व्यभिचार फैलाइदिएकी छु। कसरी? मैले फोनद्वारा आँखाद्वारा फैलाइदिएकी छु मालिक। अब यो संसार बाँच्नको कुराबाट कसरी बाँच्न सक्छ? असिस्टेन्ट हजुर मालिक। यसलाई भन् छिटो जा, अरू यो कामलाई बनाउँदैन, हो मालिक। त्यो बरु अर्को लगाएर लिएर जा। अर्को छिटै आउँदैछ मालिक। होइन यो नसा भन्ने कता गएको छ आजभोलि, यसको कामलाई हेर्नु पर्यो। नसा तल मालिकले याद गरेको छ है। ल आइज छिटो, आइज छिटो, आरामसित आइज है। त धेरै हल्लिन्छस्, हल्लिएर मलाई पनि हल्ला नै बनाउँछस्। हेर्नुहोस् मालिक, यसको काम चाहिँ खतरनाक छ मालिक। होइन यसलाई यसो तुलसुल लगाइदिएन। होइन मालिक, यसको काम चाहिँ हल्लिने मात्र मालिक। यो कतै पनि पल्टिन सक्छ मालिक। ल ल यसलाई बसाएर कुरा गर। नसा आउँदैछ तपाईँको। शाबास। के मान्छेहरू पनि यस्तै हल्लिरहेछन्? हो मालिक, योभन्दा पनि अझै बढी यस्तै रहेछ मालिक। पिसाब गराइदियो दिनको पाइजामामा, दिनको पाइजामामा हराइदियो तैँले। म त प्रसन्न हुनेछु। अरे भन्। मैले संसारमा सबै मानिसले नसा फसाइदिएको छु। चाहे त्यो सानो हो चाहे त्यो ठुलो हो, सबैलाई मैले नसामा यस्तै लैजाने गरेको छु। अति प्रसन्न। श्रीमान श्रीमतीमा लडाइँ हाल्दै झगडा हाल्दै कोही आइमाई नछुटेको नबचोस्। लैजा यसलाई, लैजा लैजा लैजा। आज किन हो हृदयमा त आज मसरुम फुलिरहेछ हो। मजा आइसक्यो। अर्कोलाई लिएर छिटो गर, छिटो गर। तैँले पनि मलाई प्रतीक्षा नगर यार, बाटो हेर्दा एकदमै गाह्रो छ। एउटा अर्को आएको छ मालिक, त्यसले एकदमै राम्रो काम गरिरहेछ। त्यो टेक्नोलोजी भन्ने छ मालिक, त्यसको नाम खतरनाक छ। टेक्नोलोजी ठिक छ, लिएर टेक्नोलोजी अब मालिकले याद गरेको छ तेरो कामको बारेमा। छिटो छिटो मालिकलाई भन्यो। ए मेरो मालिक, तपाईँलाई मेरो प्रणाम। प्रणाम। मोबाइल मालिक। वाह, नाउ सुन्दा नै चञ्चल लागिरहेछ। यसो भन्न तैँले मेरो लागि के गरेको छ? मालिक मैले संसारमा फोनमा अनेक प्रकारको एप, इन्स्टाग्राम, टिकटक जस्तो अनेक प्रकारको एपमा सबै मानिसहरूलाई उल्झाएको छु मालिक। र फ्री फायर गेममा पनि म उल्झाएको छु। र मानिसहरूले प्रार्थना र वचन पढ्नेमा यो गर्दा भन्दा पहिला तिनीहरूले फोन चलाउँछन् मालिक। तिनीहरूले प्रार्थना र बाइबल कति गर्दिन् र इन्स्टाग्राम मालिक केटीहरूले दिएको छु मालिक। केटीहरू नाच्ने भएर कसले पढ्छ बाइबल, कसले गर्छ प्रार्थना? रोक्यो सबैलाई। हृदय सन्तुष्टि भयो। आऊ सबैले पार्टी गरौँ आज मेरो तर्फबाट। लगाइदिनु। जाओ आफ्नो काम गर, मलाई अझै धेरै रिपोर्ट चाहिन्छ। मेरो असिस्टेन्ट हो, संसारमा काम आफ्नो दिँदै यो केटी चाहिँ धेरै सुन्दर रहेछ है। यो चाहिँ 1914 मा मेरो जिन्दगीमा कति केटी घुमायो, तर यो केटी जस्तो चाहिँ मैले आजसम्म देखिनँ है। यसको आँखा हेर, आहा, अनि यसको गाला हेर, आहा, स्याउ जस्ता राता गाला, आहा, केटी
केटी ब्युटी आहा आहा कडा रहेछ कडा सुनेगा गाना क्रिस का गाना सुनेगा ले बेटे दारू ने मलाई कस्तो मजा आयो वाओ यही हो जिन्दगी दिलरुबा तिमी तै हो I love you very much. Do you love me? I love you, baby. ओहो कस्तो राम्रो पिक्चर आएको है अब यसलाई म स्टोरीमा हाल्छु यो स्टोरी त गयो है अनि चाहिँ यो केटाले किन न मेरो स्टोरीमा लाइक गरेको हे म त यो डिलिट गर्छु यस्तो हुँदैन रिल हेर्नु पर्यो अब त आहा क्या मजाको रिल आएको है यसमा फेरि म टिकटक बनाउँछु है यो संसार मेरो जस्तो बुद्धि मेरो जस्तो सुन्दरता कसैको छ जस्तो लाग्दैन हो जस्तो यो जिन्दगीको छैन भरोसा केटी चाहिँ धेरै सुन्दर क्युटी छ क्युटी ओ बहिनी धन्यवाद आजको सङ्गतिमा हामी एकदम आनन्दित छौँ र हामी केटी आजको वचनलाई हामी पढ्नेछौँ यूहन्ना 3:16 यसरी लेखेको छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् संसारमा आज मानिसहरू व्यभिचारमा नसामा फोन अनि संसारको कुरामा व्यस्ततामा आज आफ्नो जीवन नाश गरिरहेका छन् अनि मत 28:18-19 यसुले भन्नुभयो सारा जगतमा गएर सारा मानिसहरूलाई सुसमाचार सुनाऊ अनि पिता पुत्र पवित्र आत्मा बनाउनु बप्तिस्मा देऊ अनि विश्वास गर्नेले उद्धार पाउनेछ म युगको अन्तसम्म तिमीसँग रहनेछु भनेर यसुले भन्नुभयो आज यो सुसमाचार चाहिँ तपाईँ हामीले फैलाउनु पर्छ मानिसहरूलाई बचाउनु पर्छ यो तपाईँ र मेरो कर्तव्य है बहिनी ल आजको वचन म यही राख्नेछु धन्यवाद जय मसीह केटी वाह वाह केटी बेटी ल अब हामी जाउँ न बहिनी सुसमाचार सुनाउला दाइले अस्तिको हप्ता सुनाउनु भइदियो कि हामीले यी मानिसहरूलाई ख्रिस्टको बारेमा बताउनु पर्छ भनेर नमस्ते दाइ दाइ यता सुन्नुहोस् त ब्युटी दाइ सुन्नुहोस् हजुर 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 भन्नुहोस् म तपाईँलाई ख्रिस्टको बारेमा भन्न चाहन्छु ख्रिस्टले तपाईँलाई अनन्तको प्रेम गर्नुहुन्छ त्यो चाहिँ को केटी होला कोही यसो ख्रिस्ट हुनुहुन्छ जो तपाईँ अनि मेरो लागि यो संसारमा आउनुभयो अनि उहाँले हामीलाई अनन्त प्रेम गर्नुहुन्छ यो संसारको प्रेम भनेको क्षणिक वर्ग छ
नै बहिनी, मैले त यही संसारको प्रेम चाहिएको छ, मलाई अरू केही प्रेम चाहिँदैन। जाऊ जाऊ ल अघि बढौँ। है सुन्नुहोस् त, एकछिन हामी के गर्न चाहन्छौँ हजुरसँग। के गर्न चाहन्छु? अनि तपाईँको हालत यस्तो किन भएको छ? दाइ सुन्नुहोस् न, के निदाइरहनु भएको छ क्या हो? घरमा निदाउन लगाइरहेको छु, लाग्छ म निदाउँछु। एउटा कुरा हामी भन्न चाहन्छौँ। I don't talk with women, okay? येशूको बारेमा म तपाईँलाई केही कुरा भन्न चाहन्छु। Please, come on. येशूले चाहिँ यो संसारलाई बनाउनु भएको अनि मानिस जातिलाई आफ्नो स्वरूपमा बनाउनु भएको छ। अनि यो शरीर चाहिँ परमेश्वरको मन्दिर हो। तपाईँले चाहिँ यसरी आफ्नो शरीरलाई नशामा डुबाएर चाहिँ व्यर्थ नगुमाउनुहोस्। जाउँ हामी जाउँ भन्छ। बहिनी, मैले तपाईँले एकदमै व्यस्त भइरहेको देखेको छु। अनि यसरी आफ्नो जीवनलाई व्यर्थ नगुमाउनुहोस्। यो शरीर अनि यो जीवन भनेको एकदमै बहुमूल्य छ। अनि हामी चाहिँ आज तपाईँ जस्तै नै एउटा दिदीबहिनी हो। अनि हामीले आफ्नो दिदीबहिनी सम्झेर हाम्रो कुरा सुनिदिनुहोस्। आउनु सेल्फी खिचौँ। यसरी आफ्नो समयलाई बर्बाद नगर्नुहोस् न बहिनी। अनि ख्रिस्टले तपाईँलाई अनन्तको प्रेम गर्न चाहनुहुन्छ। तपाईँको जीवनलाई एकदमै असल बनाउन चाहनुहुन्छ। टाइम त वेस्ट गर्नु, मेरो यहाँ धेरै कामहरू छ। हजुर दाइ, मैले चाहिँ अघि नैबाट तपाईँलाई देखिरहेको छु। तपाईँ चाहिँ एकदमै एक्साइटेड भएको देखिरहेको छु। के भयो दाइ? हामीले चाहिँ केही कुरामा घमण्ड गर्नुहुन्न, किनभने सबै कुरा संसारमा व्यर्थ जाने। हामी चाहिँ येशू ख्रिस्टको विषयमा तपाईँलाई केही भन्न चाहन्छौँ। म सिर्फ तपाईँलाई यही कुरा भन्न चाहन्छु कि आफ्नो जीवनमा यसरी घमण्ड गरेर व्यर्थ यो केटी भन्ने चाहिँ केही पनि रहन्छ है जिन्दगीमा। यो केटी केटी गर्दा गर्दा यो जिन्दगी बर्बाद भयो। ओहो, के गर्ने? यो 70-80 किलोको मान्छे अहिले 20 किलोमा गएर छ। जिन्दगी पैसामा डुब्यो। केटी केटी भन्दा भन्दा पैसा सारा खतम भयो, कर्जा लाग्यो। यो त अब भएन, यो अब के गर्नुपर्ने भयो। अनि एउटा बहिनीले मलाई अनन्तको प्रेमको विषयमा भन्नुहुन्थ्यो। अनि म उता जान्नको लागि जानु पर्यो। यो भएन। डक्टरले भन्छ किडनी खतम भइसक्यो। आमाले पनि हेर्दैन, बाउले पनि, लिभर पनि खतम भयो। त्यो बहिनीले सही भन्छ, ठिक भन्थ्यो, बिल्कुल ठिक भन्थ्यो। मैले गरेर छु, म पिँदैन। ओहो, यो फोन चलाएर त केही फाइदा हुने रहेछ। यो त मेरो टाइम वेस्ट भयो, मेरो काम यस्तो रहेको छ। अरू मैले लाइफमा के